समाजलाई कुल्चिने भनेको गति छ। तपाईको भनाइ चाहिँ के हो? खोलाको ढुङ्गो अनि खोलाको ढुङ्गो भन्न लान्दिन न त नि। अनि मैले के बताउनु हुँदैन भने दिनु त अघि आउने त्यो लगिदिनु यो घुम्नुको मैले। अनि किन बस्नु भएको त यहाँ? अब नि गुरुबा मेरो हजुरबा के सुन्नु त्यो तल्लो ढुङ्गो के हो? ढुङ्गै हो। त्यो तल्लो ढुङ्गो के हो? ढुङ्गा हो। त्यो ढुङ्गो र त्यो ढुङ्गा के फरक छ? पूजा गरेर देउता हुन् नि। पूजा गरेर एउटा शिला राखेर उता पूजा गर्ने त्यो ढुङ्गो उठाएर केले उठाएर लाने मान्छेले? ल उठाउनु मान्छेले उठाएर मिसन लाग्नु हुँदैन। पूजा गरेर त देउता मान्ने हो नि त हामी त। यो शक्ति मान्छेले उठाएर चोट नलाइकन लानुहोस्, तपाईँहरूको ढुङ्गो पिराउने खर्च म दिन्छु। होइन सुन्नु न, त्यो जे गर्नुला कि तर यो शिला मानेर एउटा शिला देउता मानिसके पछाडि त्यो शिलालाई अपहरण गरेर तपाईँले बस्दिनु भयो, त्यो त हाम्रो पनि आपत्ति हो नि त। तपाईँको बारीका गरामा काङ्लामा ढुङ्गो छ? तपाईँ म एकदम हिन्दू हुँ। तपाईँलाई छोटो सर्ट उताएर दिन्छु म। तपाईँ गोर्दु गर्नुहुन्छ? किन गोर्दु गरेर शिला राख्नुहुन्छ? त्यही मलाई बिर्छ। ढुङ्गो किन टेक्दिनँ म यहाँ? यहाँ सुन्नु न, ढुङ्गो किन टेक्दिनँ म? तपाईँ त्यतिखेर नि तपाईँले त सिधो गाजर गर्नुहुन्छ नि, गर्नुहुन्छ नि, गौखला गर्नुहुन्छ नि, तर त्यतिखेर टेक्न सक्नुहुन्न नि तपाईँले। किनभने अर्काले मान्नमा गर्छ भने गर्नु दिनुपर्छ नि तपाईँले। हजुर यति साह्रो तपाईँ यतिको बुढो मान्छे हाम्रो परको ढुङ्गो नि त्यो परको माने मैले त्यो कुरो माने सक्छ माने लैजाउँला त्यो गरौँला नलैजाउँला रह्यो। तर यहाँ सुन्नु न, तपाईँ हेर्दाखेरि एउटा धार्मिक मान्छे देखिन्छ, तपाईँले आएर कसैले पूजा गर्ने गरेको पूजामाथि ढङ्ग गर्नु हुँदैन हुन्छ कि हुँदैन? के गर्नु? देवीले प्रहार गर्ने ठाउँ कहाँ छ? तपाईँले त नटेक्दिनु। देवीले कसलाई बोध गरिन्? देवीले कसलाई बोध गरिन् पहिला? तपाईँ सिधा भयो भने सिधै होइन भन्नुहुन्छ। तपाईँले नि धर्म अनुसारको मानव अधिकार छ छैन? एउटा मानव अधिकार छ नि, एउटा हुन्छ सिधा हान्न के मुर्गे क्या हो त यो? तपाईँ भोलि केही तलमाथि भयो भने यस्तो त होइन। तपाईँ यतिको एउटा बुद्धिजीवी यतिको मान्छेले यसो समाजलाई कुल्चिने भनेको गति छ। तपाईँले नि खोलामा गुबासी गर्नु ढुङ्गामा लात्ती हाल्नु मिल्दैन हो। चेली भनेको चाहिँ एउटा ऊ त्यतिकै याद दुःख दिनु आएको होइन। बाल लाने अधिकार छैन, तर तपाईँले पनि हार लात्ती नै हान्ने अधिकार छ। यत्रो समाजलाई चाहिँ कुल्चिनु भनेको यो लानु तपाईँले नि उता माई पूजा गर्नुहुन्छ, शिला टेक्नु मिल्छ फुटाउने ढुङ्गा हामीले मानि मान्दा मानिने हो। ढुङ्गा गाह्रो लाउनुपर्छ अहिले उता लगेर खोलामा त्यो ढुङ्गो लगेर खोलामा गाह्रो लाउनुपर्छ। त्यो ढुङ्गा कुन लान्छौ? त्यो ढुङ्गा कुन लान्छौ तपाईँहरू? खोलाको ढुङ्गो जम्मै लानु माथि लगेर मन्दिर बनाउनु बनाएन। तपाईँको टाउको खाइ भयो